नेपालको इतिहासमा पहिलो पटक जसले यो दिमाग लगायो नि अबको प्रधानमन्त्री तराई मधेसी समुदायको मान्छे हुन्छ भनेर जसले दिमाग लगायो नि त्यो ब्रिलियन्ट मान्छे हो। त्यो ब्रिलियन्ट मान्छे हो, गफै गर्न पर्दैन। उसले सोचो नेपालको भूगोल सोचो, नेपालको जात जातिको कुरा सोचो, नेपालको अवस्थाको कुरा सोचो, नेपालको उत्तर दक्षिणका सम्बन्धलाई सोचो र उसले ठ्याक्क अगाडि के सार्यो भने महोत्तरीको केटो काठमाडौँमा बसेछ, यहाँ हुर्किएको छ, यहाँको मेयर भयो, पपुलर छ, यो समुदायको मान्छेलाई अगाडि सार्यो भने अनि फेरि ऊ एकदम नै छायाभित्र कभरमा रहने मान्छे, उत्सुकता के छ त्यो भित्र भन्ने मान्छेलाई थाहा छैन, उसको भित्र के छ भन्ने थाहा छैन। अनि अस्ति 23-24 को घटनामा उसको जुन ढङ्गले उसको मेसिनरी संयन्त्र भित्र जसरी सक्रिय भयो समाधान गर्न होइन, त्यो नयाँ ढङ्गको विनाशबाट नयाँ कुरा सोच्ने